यहाँ सबैजनालाई हार्दिक नमस्कार। म प्राकृतिक स्रोत व्यवस्थापन विज्ञ इन्द्रमणि पौडेल। म चाहिँ यो बुटोल उपमहानगरपालिका अन्तर्गत यो दानव नदी र तिरौ नदी र यो देवीनगर एउटा बगर क्षेत्र छ, त्यसको चाहिँ प्राकृतिक स्रोतको विषयमा चाहिँ अध्ययन गर्नका लागि नगरपालिकाले मलाई चाहिँ जिम्मेवारी दिएको छ। यस प्रारम्भिक वातावरण परीक्षण सार्वजनिक सुनाई कार्यक्रमका अध्यक्ष आदरणीय व्यक्तित्व दिल्ली प्रसाद शर्माज्यू, वडा सदस्यज्यूहरू, सम्पूर्ण उपस्थित महानुभावहरू, आज हामी सार्वजनिक सुनवाईको विषयमा चाहिँ यहाँ समस्या प्रस्तुत गर्न गइरहेका छौँ। मूलतः सार्वजनिक सुनवाई भन्दा बित्तिकै विषयवस्तु नै क्लियर छ। सार्वजनिक भनेको सार्वजनिकरण गर्ने र सुनवाई भनेको सुन्ने र सुनाउने विषयलाई हामी चाहिँ सार्वजनिक सुनवाई भन्ने गरिन्छ भने अब यो दानव नदीलाई यसको प्रारम्भिक वातावरण परीक्षणको किन सार्वजनिक सुनवाई गर्न गइरहेका छौँ र तीनौ नदी र अन्य बगर क्षेत्रहरूको किन यस्ता चाहिँ प्रारम्भिक वातावरण परीक्षणको चाहिँ सार्वजनिक सुनवाई गरिन्छ, यहाँ समक्ष मैले प्रश्न पार्ने प्रयास गर्ने नै छु। मूलतः हाम्रो देश नेपालमा यो प्रारम्भिक वातावरण परीक्षण आइई र EIA को सुरुवात 7औं पञ्चवर्षीय योजना विक्रमसम्म 2047 सालबाट चाहिँ सुरुवात भएको मानिन्छ भने विश्व इतिहास हामीले हेर्ने हो भने अमेरिका र भारतबाट चाहिँ अलि पहिला विक्रमसम्म 2028-29 सालदेखि यसको चाहिँ प्रारम्भिक वातावरण परीक्षण र वातावरण अध्ययनका कार्यहरू चाहिँ सुरुवात भएको मानिन्छ। र नेपालमा भर्खर वातावरण संरक्षण ऐन 2053 र वातावरण संरक्षण नियमावली 2054 आइसकेपछि मात्र यस्ता किसिमका चाहिँ प्राकृतिक स्रोतहरूको चाहिँ आइई गर्ने र EIA गर्ने कार्य चाहिँ सुरुवात भएको छ। हामीले सामान्य घर बनाउँदा, सामान्य बाटाहरूका प्रोजेक्टहरू बनाउँदा, पुलहरू बनाउँदा समेत यस्ता चाहिँ आइई र EIA का कार्यहरू गर्ने गर्छन्। ठुल्ठुला उद्योगहरू खोल्दा, ठुल्ठुला चाहिँ सिमेन्ट फ्याक्ट्रीहरू खोल्दा, छडहरू अन्य रडका कामहरू गर्दाखेरि पनि वातावरण अध्ययन चाहिँ गर्ने गरिन्छ भने अमेरिका जस्तो देशमा, भारत जस्तो देशमा सामान्य हामी एउटा व्यक्तिले घर बनाउँदाखेरि पनि वातावरण अध्ययन गर्नुपर्ने हुन्छ। हामीले घर बनाउँदै गर्दा पल्लो घरलाई चाहिँ त्यसले चाहिँ असर नगरोस्, त्यसले चाहिँ क्षति नपुरोस्, त्यसका आवाजहरूले हामीलाई चाहिँ असर नगरोस्, त्यसका धुलोहरूले हामीलाई असर नगरोस् भनेर वातावरण अध्ययन गरेर त्यसले आफ्नो घर बनाउँदा आफूलाई बनाउने हो, हामीलाई बनाइदिने होइन र हामीलाई चाहिँ त्यसले चाहिँ डिस्टर्ब गर्नु भएन, त्यसले चाहिँ अन्य कुराहरू असर गर्नु भएन भनेर यस्ता किसिमका वातावरण अध्ययनहरू चाहिँ विश्व इतिहासमा विश्वका विभिन्न देशहरूमा चाहिँ गर्ने चलन रहेको छ भने नेपालमा पनि यसको प्र्याक्टिस चाहिँ अहिले बिस्तारै हुँदै आएको छ। अब हामी दानव नदीतिर जाउँ। दानव भन्दा बित्तिकै यहाँहरूले यस्तो परिभाषाहरू अग्रजहरूले के भन्न सक्नुहुन्छ, तर यो हामीले अध्ययन गर्दा तीनौ नदीको पुलदेखि 15 नम्बर वडा चाहिँ मुक्तिनाथ धामसम्म हामीले हेऱ्यौँ, त्यहाँसम्म हामीले हेर्दाखेरि यो दानव चाहिँ नदी नभएर, खोला पनि नभएर, खरे पनि नभएर यो एउटा नहर रहेछ। अब हामीलाई चाहिँ यहाँहरू अग्रजहरूले पनि बताउनु नै छ, अहिले दोहोरो हामी छलफल गर्नेछौँ भने यो हिजो परापूर्व कालमा, ऐतिहासिक हिजो कालमा यो एउटा नहर रहेछ, कुदो रहेछ। अनि हिजो यो चाहिँ विक्रमसम्म हालसम्मको इतिहास हामीले हेर्ने हो भने अनि विक्रमसम्म 2018 साल साउन 18 गते अहिलेसम्मको सबैभन्दा ठुलो बाढी आएको थियो। त्यति बेलादेखि यस्ता चाहिँ नदी, यस्ता खोल्साहरू बन्ने, खहरेहरू बन्ने र यस्ता बन्दै आएका रहेछन् र यसको इतिहास हामीले अहिले भेटाएका छैनौँ। र यो चाहिँ खोला र तपाईँको चाहिँ नदी नभएर एउटा चाहिँ नहर रहेछ। अब तीनौ नदीमा एउटा बाँध बाँधे रहेछ सानो तपाईँको चाहिँ पुलमुनि, त्यहाँनिर तपाईँको चाहिँ एउटा चाहिँ नहर, सानो चाहिँ नहर जस्तो बाँधेर यसलाई चाहिँ पानी यता डाइभर्ट गरेको रहेछ। तर यो हुन एउटा चाहिँ दीर्घकालीन हिसाबले चाहिँ धेरै राम्रो सोच बनाएको। दुवैतिर बस्ती छ, खेतीयोग्य जमिन थियो हिजो, पहिलेको तपाईँको चाहिँ प्रशस्त घरहरू बने, बजार बन्यो, बस्ती तपाईँको चाहिँ बाक्लिँदै गइसकेपछि नदी चाहिँ यो नहर चाहिँ तपाईँको चाहिँ सानो तपाईँको चाहिँ सुक्दै गएर दुवैतिर करिडोर बनाएर सानो तपाईँको चाहिँ रूपमा परिणत भएको छ। तर यस्ता खाले नदीहरू हामीले चाहिँ, यस्ता खाले चाहिँ नहरहरू हामीले चाहिँ संरक्षण गरेर यहाँ चाहिँ 12 महिना पानी चाहिँ हामीले चाहिँ अगाडि बढाउनु पर्ने थियो। तर यो भएन। दुर्भाग्य के भइदियो भने नदीजन्य पदार्थलाई हामीले चाहिँ उत्खनन गर्ने, त्यसमा पनि JCBहरू, अत्याधुनिक हामी मेसिनहरू प्रयोग गर्ने गर्दाखेरि चाहिँ
यसको चाहिँ दोहन चाहिँ बढी भएको छ। यो दोहन कसलाई गर्छ भन्दाखेरि सीमित व्यक्तिलाई चाहिँ फाइदा पुगेको छ भने आम मानिसले यसले चाहिँ असर गरेको छ, विभिन्न क्षेत्रमा असर गरेको छ। अब हामी यो विषयमा छलफल गर्नेछौँ। यस्ता किसिमका वातावरणीय अध्ययनहरू हामीले गर्दा सामाजिक क्षेत्रमा, आर्थिक क्षेत्रमा, भौतिक क्षेत्रमा, जैविक क्षेत्रमा र प्राकृतिक क्षेत्रमा र जलीय क्षेत्रमा चाहिँ के कस्तो असर पर्दछ, यहाँहरूले जानेका कुराहरू, यहाँहरूले बुझेका कुराहरू हामीलाई चाहिँ सेयर गर्नुहुन्छ, जानकारी गराउनुहुन्छ भनेर हामीले यो प्रस्तुतीकरण गर्नेछौँ। अब यो नदी हामीले चाहिँ अध्ययन गर्दा सामाजिक क्षेत्रमा कस्ता किसिमको असरहरू गर्दछ, सामाजिक क्षेत्रमा जस्तो विद्यालयलाई कस्तो किसिमको प्रभाव पर्दछ, यहाँको अन्य वडा कार्यालयलाई कस्तो किसिमको प्रभाव पर्दछ, यहाँको बस्तीलाई कस्तो किसिमको असर पर्दछ, यसले पार्ने दूरगामी प्रभावहरू के हुन्, त्यो विषयमा हामीले चाहिँ यहाँको समस्या चाहिँ यो प्रतिवेदन उल्लेख गर्नेछौँ। भने आर्थिक क्षेत्रमा यहाँको खेतीपातीहरू छ, खेतीमा तपाईँको चाहिँ फुलहरूमा गएर त ढुलाका कणहरू गएर बस्ने, परागसेचनहरू नहुने र तपाईँको चाहिँ बिरुवा मात्र हुने, फल नलाग्ने किसिमको चाहिँ धुलोको कारणले गर्दा खेतीमा चाहिँ ठुलो असर गरेको छ। आर्थिक क्षेत्रमा पनि यसले चाहिँ असर गर्न सक्छ र भौतिक क्षेत्रमा हाम्रा नहरहरू हुन सक्छन्, माथि तपाईँको नहर रहेछ जितगढीमा, त्यसलाई असर गर्न सक्छ। हाम्रा चाहिँ 5-6वटा पुल रहेछन्, पुललाई तपाईँको चाहिँ असर गर्न सक्छ। पुलको डिस्टेन्स के छ भने उत्तरतिर, पुलको उत्तरतिर 500 मिटर छोड्नुपर्छ भने पुलको दक्षिणतिर तलतिर चाहिँ तपाईँ 1000 मिटर छोड्नुपर्छ। किन भन्दाखेरि माथिबाट प्रेसर आउँदै गर्दा पुललाई असर गर्छ भनेर तलतिर चाहिँ कार्यविधि भनेर 1000 मिटर चाहिँ छोड्ने चाहिँ कानुनी प्रावधान रहेको छ। त्यो बिचमा चाहिँ हामीले नदीजन्य पदार्थहरू सङ्कलन, उत्खनन, त्यसको व्यवस्थापन गर्न कानुन अन्तर्गत प्रतिबन्ध लगाएको छ। नहरहरूमा तपाईँको चाहिँ यसको चाहिँ सङ्कलन उत्खनन गर्न पाइन्न हैन, तर चाहिँ भौतिक पूर्वाधारहरूमा यस्ता चाहिँ सङ्कलन उत्खनन कार्यहरू चाहिँ हामीले लगाउन प्रतिबन्ध लगाउँछ यो कानुन त। त्यसले गर्दा जैविक क्षेत्रमा कस्ता किसिमको असर पर्छ, हामी मात्र चाहिँ बाँच्ने होइन पृथ्वीमा, यहाँ अन्य जैविक जीवहरू पनि छन् कि मानव मात्र चाहिँ हाम्रो पृथ्वी हो र होइन त। यहाँ तपाईँको चाहिँ जङ्गली जनावरहरू हुन सक्छन्, बाघहरू हुन सक्छन्, पाटे बाघहरू हुन सक्छ, स्यालहरू हुन सक्छ। अघि भन्दै हुनु त नीलगाई प्रशस्त छ भन्दै हुनु, नीलगाई छ र हामीले चाहिँ हाम्रो जैविक विविधता चाहिँ जोगिएको छ। जैविक विविधता हाम्रा पुतलीहरू हुन सक्छन्, छेपाराहरू हुन सक्छन्, झेउ त उनीहरूको पनि त पृथ्वी हो यो, उनीहरू पनि त यहाँ बस्न पाउनुपर्छ, उनीहरू पनि त यहाँ बाँच्न पाउनुपर्छ। हामी त्यो बिनाको हाम्रो जीवन कल्पना गर्न सक्छौँ? मानव मात्रको जीवन त हाम्रो पृथ्वी होइन त, मानव मात्र हामीले चाहिँ केही गर्न सक्छौँ? एकजना वैज्ञानिकले भन्नुभएको छ अबको पृथ्वीमा, अबको समयमा मानिसको मृत्यु तपाईँको चाहिँ किराबाट हुन्छ भन्नुभएको छ। अब कुनै पनि विषादीले काम गर्न छोड्छ, तपाईँको चाहिँ मेटासिटी नहोस्, कुनै पनि विषादीले तपाईँको चाहिँ मच्छरलाई मार्न सक्दैन भने अब अन्तिममा मान्छेको मृत्यु किराबाट हाम्रो हुनेछ। माखाहरू वृद्धि हुँदै जानेछन्, साङ्लाहरू वृद्धि हुँदै जानेछन् भने त्यसपछि गर्दा चाहिँ कमिलाहरू अत्यधिक रूपमा चाहिँ वृद्धि हुँदै जानेछ। त्यसपछि किरा फटेङ्ग्राहरू अत्यधिक तपाईँको चाहिँ लाभदायक किराहरू हामीले चाहिँ विषादी राखेर मार्ने। अनि नदीमा तपाईँको चाहिँ नदीजन्य पदार्थहरू उत्खनन गर्दाखेरि तपाईँको चाहिँ जलीय चक्रहरू चाहिँ क्षति हुने हुँदाखेरि माछाहरू लोप हुँदै गएको छ। अहिले हाम्रो चाहिँ विश्व इतिहास हामीले हेर्दै हो भने मानव जातिको उत्पत्ति नदीको किनारमा पर्छ, जहाँ पानी छ त्यहाँ मानव बस्ती हुन्छ। त्यसले गर्दाखेरि पानीमा माछा भएन, पानीमा भेउदा भएन, सर्पहरू भएनन् भने त्यो जीवन चक्र चाहिँ के हुन्छ, अधुरो रहन्छ। त्यसले हाम्रो मानवको अस्तित्व सङ्कटमा पर्दै जान सक्छ। त्यसले गर्दा हामीले चाहिँ नदीलाई चाहिँ संरक्षण गर्दै हामीसँग भएको नदीजन्य पदार्थलाई कसरी व्यवस्थापन गर्न सकिन्छ, निकालेर मात्र चाहिँ हामीले व्यवस्थापन गर्नुपर्छ भने चाहिँ हामीले ननिकाल्न पनि सकिन्छ। हामीले नदीजन्य पदार्थ निकाल्नै पर्छ भनेर आइगी गर्ने होइन। हामीले नदीजन्य पदार्थ चाहिँ आज यो निकाल्न हुँदैन, नदीलाई संरक्षण गर्नुपर्छ। निकाल्दाखेरि तल एकजना बच्चा पोहोर साल चाहिँ मृत्यु भएको रहेछ, ठुला खाडल बनाएर। यसरी मेसिनहरू चाहिँ ठुला चाहिँ जेसिबी मेसिनहरू, चेनवाला मेसिनहरू राखेर गर्ने होइन। यहाँ हजारौँ श्रमिकहरू हुनुहुन्छ, हातले टिपेर डोकामा बोकेर बेल्चाहरू तपाईँको प्रयोग गरेर, कुटो कोदालोहरू प्रयोग गरेर मात्र तपाईँको चाहिँ यस्ता नदीजन्य पदार्थहरू सङ्कलन उत्खनन गर्दा प्रभावकारी हुन्छ। अन्यथा तपाईँको चाहिँ ठुला मेसिनहरू लगाउँदाखेरि हजारौँ मानिसहरूलाई चाहिँ असर गर्ने र सिङ्गो 1-2 जना व्यक्तिहरूलाई चाहिँ धनी बनाउने कार्य हुनेछ। त्यसले गर्दाखेरि हामीले प्रतिवेदनले हामीले अध्ययन गर्दाखेरि जुन हामीलाई चाहिँ अध्यक्षज्यूले हामीलाई हिजो देखाउनु भयो, तल मुक्तिनाथ धामसम्म, तल तपाईँको चाहिँ भाटा प्रगति टोलसम्म हामीले चाहिँ त्यहाँ हेर्दै जाने क्रममा नदीमा चाहिँ मेटेरियल चाहिँ हामी त्यति पाएका छैनौँ र मेटेरियल भएको मेटेरियललाई चाहिँ मेसिन प्रयोग गरेर मेसिनले चाहिँ ठुलो क्षति पुर्याएर हिजो विगतको दिनमा चाहिँ असर गरेको रहेछ भने अब यहाँहरूले चाहिँ अब यदि सिफारिस गर्न परेको अवस्थामा श्रमिकबाट
दैनिक तपाईँको चाहिँ श्रमिकहरूले चाहिँ सङ्कलन उत्खनन गरेर आफ्ना सामग्रीहरू बिक्री वितरण गर्न सक्ने गरीको हामीले चाहिँ प्रतिवेदनहरू बनाउने प्रयास गर्नेछौँ र हामीले त्यो खाले चाहिँ अध्यक्षज्यूले पनि हामीलाई त्यही भन्नुहुन्छ मेसिन लगाउन तपाईँहरूले पाउनुहुने छैन। नगरपालिकाले त्यो खाले मेसिन लगाएर नदीजन्य पदार्थ चाहिँ यसले चाहिँ सङ्कलन उत्खनन गर्न पाउनुहुने छैन। तपाईँहरूले श्रमिकबाट मात्र चाहिँ श्रमिकहरूको चाहिँ बाट यसलाई चाहिँ कुटो कोदादो गैँची डोकोमा मात्र चाहिँ यहाँहरूले चाहिँ यो सङ्कलन गर्दाखेरि यहाँहरूको रोजी पनि हुने, रोजगारी पनि सिर्जना हुने, स्वरोजगारहरू पनि हुने। त्यसरी चाहिँ यो गर्नु भनेर उहाँहरूले चाहिँ हामीलाई चाहिँ सुझाव दिनुभएको छ। फेरि यहाँको समस्या मैले भन्न चाहन्छु, नदीजन्य पदार्थ भने कस्तो पदार्थ भने एउटा ढुङ्गा बन्नलाई 1 लाख वर्ष लाग्छ। हामीले के भन्छौँ त्यही ढुङ्गा त हो भन्छौँ, सामान्य ढुङ्गा भन्छ। इन्डियामा गएर हामीले चाहिँ केरलातिर हेर्ने हो भने, राजस्थानतिर हेर्ने हो भने 1 केजी ढुङ्गालाई 40 रुपियाँ आइसी पर्छ। ढुङ्गा हरेक कुराहरू ढुङ्गाबाट बनेका छ। चाहे तपाईँको चाहिँ शिवको मूर्ति किन्नुहोस्, गणेशको मूर्ति किन्नुहोस्, हरेक शिलालेखहरू तपाईँको चाहिँ केबाट बनेका छन् भने ढुङ्गाबाट बनेका। ठुला ठुला तपाईँको चाहिँ पशुपतिका शिवलिङ्गदेखि लिएर यी सबै ढुङ्गाबाट बनेका हुन्। आज हामीले चाहिँ भगवान देवता गढ भनेर हामीले जे माने पनि यी सबै हाम्रा वस्तु के छन् ढुङ्गाबाट बनेका। यी भवनहरू सबै केबाट बनेका छन्, चाहे सिमेन्ट हो, चाहे तपाईँको चाहिँ जग हाल्दाखेरिको वस्तु किन्नुहोस् त्यो केबाट बनेको छ भन्दाखेरि नदीजन्य पदार्थको ढुङ्गा गिटी बालुवा मिस्कलबाट बनेको छ। आज हामीमा भएको के छ भने नदीको तीर्थ हेला भने हामीले चाहिँ नदीजन्य पदार्थ हेला गरिरहेका छौँ। सित्तैमा आछ तपाईँको तिनीहरू दानव नदीले चाहिँ नलिएर भने पनि तपाईँले लिएर आइदिन्छ क्या। आज यो वर्ष चाहिँ यो 80 81मा 81 82मा चाहिँ अब यो वर्ष लाग्छ नि त, साउन भदौमा चाहिँ यो तपाईँको चाहिँ यो ढुङ्गा गिटी नलिएर आइदिनुहोस् है दानव नदी भने पनि लिएर आइदिन्छ। सित्तैमा आएको पदार्थलाई हामीले चाहिँ व्यवस्थापन गर्न सकिरहेका छैनौँ। यस्तो व्यवस्था यहाँहरू सबैजना रोजगार विदेशमा किन जानुहुन्छ? यही छ त तपाईँको चाहिँ सम्पत्ति। दिनभरि तपाईँको चाहिँ ढुङ्गा गिटी सङ्कलन गर्नुभयो भने 1000 रुपियाँ आउँछ। एक तपाईँको चाहिँ ट्रक के भन्छ ट्र्याक्टरलाई एक ट्रलीले कति पर्छ? 5000 6000 7000 रुपियाँ पर्छ भने त्यसमा कतिवटा ढुङ्गा हुन्छ भने 200 300वटा ढुङ्गा हुन्छ। एउटा ढुङ्गालाई कति रुपियाँ पर्यो? 20 रुपियाँदेखि 30 रुपियाँ पर्यो। हिसाब गर्नुहोस् त, 10 कम्तीमा 10 रुपियाँ पर्यो त्यो ढुङ्गालाई। 10 रुपियाँको एउटा ढुङ्गा उठाएर हामीले घरमा सङ्कलन गरौँ न, 10 रुपियाँ त आयो, एउटा भोला त आयो त खाने मान्छेलाई होइन। तर आज हामीले त सित्तैमा आएको पदार्थलाई हामीले बुझेकै छैनौँ। नदीको तीर्थ हेला भनेछौँ, साउदी अरबतिर गर्छौँ, दुबई मलेसियातिर गर्छौँ। हामी यस्तो बगाएर कहाँ जान्छौँ? सित्तैमा तपाईँको चाहिँ इन्डियातिर लिएर जान्छ हेर्नु। त्यसले गर्दाखेरि न यसको चाहिँ म्यानुफ्याक्चर डेट हुन्छ, न यसको चाहिँ तपाईँको चाहिँ एक्सपायर डेट हुन्छ, न यसमा तपाईँको चाहिँ गुणस्तर चिन्ह तपाईँको चाहिँ प्राप्त गर्नुपर्छ, न ल्याबमा गएर चेक गर्नुपर्छ, न यो तपाईँको चाहिँ कसैले चोरी गरिदिन्छ होइन। तपाईँको चाहिँ बिस्कुट चामल जस्तो तपाईँको चाहिँ सटरमा राख्न पनि परेन, ताला लाएर तपाईँको चाहिँ 4-5वटा चाबी लाएर तपाईँ सुन चाँदी पसलमा जस्तो झुन्डाउन पनि यसमा परेन, चोरी पनि हुँदैन, न यसको तपाईँको चाहिँ पानीले यसलाई असर गर्छ। यस्तो राम्रो पदार्थ हामीले चाहिँ नचिनेर हामी चाहिँ दुःख पाएर भौतारिरहेका छौँ। हाम्रै अगाडि भएका चिजहरू हामीले चिनेका छैनौँ। त्यही भएर हामीले यसको महत्त्व यहाँलाई बुझाउन खोजेको हो। नदीजन्य पदार्थ यस्तो महत्त्व छ, त्यसले चाहिँ धेरै चाहिँ लाभ गर्छ। एउटा ढुङ्गा बन्नलाई 1 लाख वर्ष लाग्छ मैले भनिसकेँ यहाँलाई। अहिले यहाँ सित्तैमा आएको ढुङ्गा भएर हामीले चाहिँ त्यही ढुङ्गा भनिरहेको छौँ। त्यही ढुङ्गालाई हामीले चाहिँ भगवान मानेर तपाईँको सुब्बा देउरालीमा जानुभएको छ यहाँ, त्यही तपाईँको चाहिँ ढुङ्गाबाट बनेका शिला हुन्थ्यो देवी भगवती मानेको। आज लाखौँ करोडौँ अरबौँ पैसा चाहिँ त्यही ढुङ्गाबाट चाहिँ त्यही शिलालेखबाट चाहिँ हामीले चाहिँ प्राप्त गरेका छौँ भने आज हामीले त्यही वस्तु हामीले चिनेका हुँदैनौँ। त्यही तपाईँको चाहिँ मेटेरियलहरू हामीले चिनेका छौँ। त्यत्रो पिल्लरहरू बनेका छन्, केबाट बनेका छन्? ढुङ्गा गिटीबाट चाहिँ बनेका छन्। यस्ता वस्तुहरू हामीले चिनेर हामीले यसबाट चाहिँ आम्दानीका स्रोतहरू बनाउन सकिन्छ, स्थानीयलाई रोजगारहरू सिर्जना गर्न सकिन्छ, स्वरोजगारहरू बन्न सकिन्छ। त्यसैले गर्दा हामीले यो चाहिँ सार्वजनिक सुनाइ राख्नको कारण नगरपालिका चाहिँ आयोजक भएको कारण के हो भने यो दानव नदीमा चाहिँ के कति मेटेरियलहरू छ यो निकाल्न मिल्छ कि मिल्दैन, स्थानीयको राय के छ, स्थानीयले यसलाई सिफारिस गर्नुहुन्छ या गर्नुहुन्न, तपाईँहरूले यो होइन निकाल्दाखेरि असर गर्छ भने यो ननिकाल्ने किसिमको प्रतिवेदनहरू हामी बनाएर नगरपालिकामा प्रस्तुतिकरण गर्छौँ। होइन निकाल्दाखेरि प्रभावकारी हुन्छ, यो निकाल्दाखेरि चाहिँ राम्रो हुन्छ, यसले बस्तीलाई चाहिँ दायाँ बायाँ बस्तीलाई पनि असर गर्दैन, भौतिक संरचना हाम्रो पुललाई पनि असर गर्दैन, अन्य तपाईँ चाहिँ खेतीयोग्य जमिनलाई पनि असर गर्दैन भने मात्र हामीले चाहिँ के गर्छौँ बल्ल प्रतिवेदनमा चाहिँ यहाँहरूको राय सुझावलाई लिएर सिफारिस गर्छौँ। त्यसले गर्दाखेरि यहाँहरूको दोहोरो संवाद हामीले भनेका कुराहरू यहाँहरूले दिएका सुझावहरूलाई हामीले चाहिँ प्रतिवेदनमा चाहिँ समावेश गरेर मात्र चाहिँ नगरपालिकामा हामीले चाहिँ पेश गर्छौँ। त्यस्तै यहाँहरूको के अब दोहोरो कुराहरू छ भने मेरो आफ्नो छोटो मन्तव्य चाहिँ यो भनाइ यही अन्त्य गर्दै यहाँहरूको चाहिँ दोहोरो संवादको लागि चाहिँ फलर अर्पण गर्न चाहन्छु। छलफल गर्ने कार्यक्रम हुँदैन नम्बर 1।
अनि नम्बर 2 मा योजनाहरू ल्याइन्छ। अब त्यसमा चाहिँ हामीले गर्न मिल्ने नमिल्ने भनेर हामीलाई जानकारी हुँदैन। अब स्थानीयले गर्न सक्ने केही पनि हुँदैन। हजुरले भने चाहिँ अब ठेका पक्षलाई ठेक्का दिया हुन्छ, उल्टे चाहिँ कस मान्छे ल्याएर त्यहाँ कसरी हुन्छ, हामीले भनेअनुसार काम हुँदा पनि हुँदैन। र अर्को कुरा जुन पुलको विषयमा अब 1000 मिटर भन्नुभयो सरले, अब त्यहाँ पुलबाट त्यहाँ 500 मिटर तल पनि नजिक छैन होला त्यो खनेको जुन बल्ल पर्छ। यदि त्यस्तो थियो भने त नगरपालिकाको पक्कै पनि थाहा थियो होला। त्यो विषयमा खन्न नमिल्न पर्ने, अब पुलको नजिकै त्यति खाल्टा पानी प्रष्ट व्यवस्था गरेको छ। र मैले परे के भन्न चाहेँ भन्दा यो नदी जन्ने पदार्थ निकाल्न मिल्छ मिल्दैन भन्दा पनि धेरै वर्ष यदि राखियो भने त्यो पुरिँदै गएर बस्ने असर गर्न पनि सक्छ। त्यसकारण आवश्यकता अनुसार निकाल्नु पर्छ। तर कहाँ कति निकाल्नु पर्छ भन्ने सम्बन्धी प्राविधिकबाट परीक्षण गरेर निकाल्नु पर्यो। र अहिलेको तत्कालको विषयमा चाहिँ हाम्रो अध्यक्षले भनिसक्नुभयो, हाम्रो यो सिमानादेखि वडा नम्बर 12 र 13 को सिमानादेखि तल्लोपट्टि जो पुलसम्मको भागमा जति निकाल्न मिल्छ, पुलबाट माथिपट्टि निकाल्न नमिल्ने त्यो छोडेर बाँकी भागमा बिचको माल निकाल्नु पर्ने अति आवश्यक छ। यो बर्खा लाग्नुभन्दा पहिले निकाल्न यो हाम्रो यो सिमानादेखि पुलबाट माथि जति हुन्छ यो बिचको भागमा चाहिँ किन बस्तीलाई असर गर्ने देखिन्छ क्या। त्यो बिचमा चाहिँ मन्दिरदेखि तल पनि सिमाना हुन दुर्गा मन्दिर यो हिजो हेरेर भयो यहाँबाट तपाईँले पुलहरू जब अहिले आउनुभयो नि त्यो पुलबाट माथिको भागमा अति आवश्यक छ निकाल्नु पर्ने यो सुझाव भयो हाम्रो। र अब हाम्रो 13 को हकमा चाहिँ यो गत वर्ष पुरै निकालिसकेको हुँदाखेरि अब खासै निकाल्नु पर्ने देखिन्छ। तर सामान्य कहीँ डिस्काहरू भएको छ त्यसलाई हटाउन पाइयो भने उपयुक्त देखिन्छ। त्यतातिर पनि छ त्यो बिचबिचको कहीँ भएको चाहिँ डिस्काहरूले निकाल्न अति आवश्यक छ। र धेरै उत्खनन गर्न आवश्यक अहिले देखिन्न हाम्रो यहाँ, किनभने गत वर्ष निकालेको हुँदा। हस् धन्यवाद। अब उहाँले के भन्नुभएको छ भने उहाँले एउटा सुझाव दिनुभएको छ। पहिले हामीले जुन हिजो र अस्ति अध्ययन गरेका हिसाबले भैरव टोलदेखि आदर्श नगरसम्म एउटा क्षेत्र चाहिँ छ, अलिकति सुरक्षित ठाउँ पनि छ, त्यहाँ पुलहरू पनि छ, भौतिक संरचना पनि नभएको हिसाबले त्यो क्षेत्रमा चाहिँ मेनुअल प्रयोग गरेर श्रमिकबाट चाहिँ निकाल्न सकिन्छ भनेर हिजो हेरेको एउटा। अर्को चाहिँ भाटा प्रगति टोल भन्ने छ अलिक तल, भाटा प्रगति टोल क्षेत्रमा चाहिँ त्यो एउटा लुम्बिनी प्रदेशको चाहिँ स्वास्थ्य प्रयोगशाला रहेछ। त्यो भवन चाहिँ अब यो वर्ष हजुरले चाहिँ निकाल्नु भएन त्यो मेटेरियल भने त्यो भवन सिम पुग्नमा 10-15 मिटरभन्दा बढी धेरै छैन। त्यहाँनिर त्यो मेटेरियल पनि निकाल्न नदिँदा चाहिँ सेन्टर पोइन्टबाट चाहिँ निकाल्ने र अनि त्यसको चाहिँ ग्याबी लगाउने 300-400 मिटर कति क्षेत्र छ त्यसको चाहिँ ग्याबी लगाएर संरक्षण गर्न सकिन्छ भनेर हामीले त्यो 2-3 स्पोर्ट चाहिँ हेरेका छौँ। अरू केही छ यहाँ आउनु सुझाव? यहाँनिर पनि एकदम गाह्रो छ। भन्नुहोस् त म्याडम। यही दुर्गा मन्दिरको यो साइडमा केही छैन नि अब यहाँ सार्वजनिक सुनाइमा यो हाम्रो रिसर्च कन्सल्टिङबाट अरूबाट विज्ञहरू र उपस्थित सम्पूर्ण भारतीय निवासी कार्यकर्ता